हेलो साथीहरू, नमस्ते सबैजनालाई। म चाहिँ अहिले घर आइरहेको छु है। आज घर आएको अब चाहिँ हाम्रो काम यहाँ किन बाबा त्यो चाहिँ ए थामेको। अब यो फुलहरू चाहिँ सबै हटाउने काम हाम्रो। नि दिदी रेडी। यहाँ चाहिँ आज बलुवा ल्याउँदैछ ठाउँ बनाउनुको लागि। योहरू सबै हटाउने, यो फुलहरू सबै। यो पनि काट्नुपर्छ अरे। ऐसला यो त कस्तो दामी फुलेछ, कत्रो भएछ हौ। वाउ, कस्तो दामी भएछ। झुसुले फुल, झुसुले झुसुले। हेर्नुहोस् योहरू पनि सबै हटाउनुपर्छ। आजको दिनभरिको काम। यहाँ चाहिँ पहिले मल बनाउनुको लागि चाहिँ जग्गा बनाएको थियो नि त, यसरी राख्नुपर्छ भनेर। काम स्टार्ट, काम स्टार्ट। वाउ डबली। मेरो मम्मी, हाई मम्मी। मेरो ठुलो दिदी, मेरो बाबा। बाबा छुरी। छुरी छुरी। फुल चाहिँ यस्तो दामी रोपेछ है। कसले रोपेको हो यो फुल? मैले हो र? अन्त डबली मात्रै रहेछ नि। हाम्रो त खालि सिङ्गल मात्रै थियो हौ। हाम्रो चाहिँ त्यताबाट आएर चाहिँ यता चाहिँ हो घर। यहाँ चाहिँ घर बनाउँछ। यो घर चाहिँ अब भित्काउँछ है। हाम्रो काठको घर कस्तो दामी पो छ त। कुनै त नि आउनु छोरी मम्मी। यो त के पो यो? ए अबै म त यहाँ तल पो गएको छुइनँ हौ, जानु पर्यो। हाम्रो बाख्राहरू तिनवटा मात्रै रहेछ। यहाँ चाहिँ कस्तो छ हौ। म सेप्टेम्बर अक्टोबरमा आएकोदेखि चाहिँ आएको थिइनँ है। यहाँ हेर्नुहोस्, यो बनाएर चाहिँ म आएकै थिइनँ है। हेर्नुहोस् हाम्रो दलपचन। यो चाहिँ स्कुल हो, एसएसके। म पनि एउटा फुल बोकेर जाँदैछु। अब यहाँभित्र हेरौँ न। मम्मी कहाँबाट पस्छ? ए परबाट दाउरा कटेरबाट हेर्नु एकछिन न। आमा दाउरा पनि काटिसकेछ, ओसारी पनि सकेछ, काम सकेछ है घरमा। आइसला प्याज, ए लसुन हो, लसुन। हेर्नुहोस् दामी भएछ है। उहाँ चाहिँ कोपी रहेछ नि मम्मी, प्याज चाहिँ छैन। ए त कोपी भएकोमा हो। हेर्नुहोस् लसुन चाहिँ दामी भएछ है। यहाँ फल्दै रहेछ। सानो खालको टमाटर रहेछ नि। फुल चाहिँ अब यहाँ
यता पानी पनि लाउनु पाउँछ नि सब्जीमा लाउँदा पानीमै हेर्नुहोस् हाम्रो काम बाबाले चाहिँ यहाँ काट्नु हुँदैछ फुल फुलै राम्रो चाहिँ छैन कति हो फुल कुन चाहिँ फुल माथिको नराम्रो जति अब कुन चाहिँ सबै काट्छ बाबा यो कस्तो खुल्ला हुने रहेछ अब रुख पल्ट्यो 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 यो जरा त जेन्डिसको दबाई पो त थुक्पा जस्तो कुटेर खानुपर्छ नि यसको रस जेन्डिसको दबाई चाहिँ हाम्रोमा पुरा छ है माथिसँग यहाँको चाहिँ फुलहरू सरिसक्यो हामीले अब यहाँको अलिकति छ हेर्नुहोस् हामीले चाहिँ यहाँको फुलको पटहरू पनि सबै सारिसक्यौँ है अनि मम्मीले चाहिँ यहाँ सफा गर्नुहुँदैछ यहाँको पनि सबै सारेको त्यहाँको चाहिँ अलिक पछाडि सानो हुन्छ अरे अनि यताको फुल चाहिँ सबै यता थन्काएको छ आधी उता थन्काएको छ आधी चाहिँ यता हेर्नुहोस् साथीहरू दुईजना चाहिँ बहिनीहरू खाजा बनाउँदैछ हेर्नुहोस् कति वर्ष पुग्यो अनामिका 11 यता हेरिदेऊ त मेरो साथीको बहिनी हो ऊ चाहिँ मेरो कान्छा काकाको छोरी है मन्जिला यता हेर्नु लाली पाउडर लाएर राम्रै भएर कति वर्ष पुगिस् त 12 11-12 वर्षकोले खाजा बनाउँदैछ है यहाँ चाहिँ मेरो साथीको बोजू सरिताको बोजू तपाईँ कति वर्ष पुग्नुभयो 70 वर्ष पुग्नु भएको अस्ति नै चाहिँ आँखा अपरेसन भएको हिजो भन्दैन हिजो अस्ति एउटा आँखा नि एउटा देब्रे आँखा पुरा आँसु आउँथ्यो अरे नि त पुरा आँसु आउँथ्यो बिजाउँथ्यो नि त त्यहाँबाट चाहिँ अपरेसन गरेर चस्मा लाउनु चस्मा लागेको छ नि अप्ठ्यारो हुँदैन लाउनु अब त अलिक बानी भयो बेलुका त खोकालेर सुत्नुपर्छ भाँचिन्छ खोकालेर सुत्नु भनेको छ नि त अस्ति मेरो नुहाएर नि यसो गर्दा कि साइडी सानो गराएको होइन चस्मासँग सुत्नु भयो होइन नुहाएर लुगा लाएर नि त्यसैले फर्काएर लाउनु लौ भाँचीको कालो हो पोहोर पर यहाँ गराउनु दिएको हो त्यो त फाल्टो दिएको थिएन हामीलाई फेरि हो त्यो भाँची नि यो चाहिँ पैसा पर्यो होला पैसा पऱ्यो नि निकै पर्यो होला नि 1650 नातिनीलाई सम्झिनु हुँदैछ तपाईँले उसले त फोन गरेका गरे गर्छ नि बात हुन्छ बात हुन्छ ए माइली नै फोन गरेर सोधिहाल्छ हो माइली आउँछ होला एक दुई दिन मैले तपाईँलाई त कति भएको थियो नदेखेको अनि तँ नदेखेँ मलाई कति भएको थियो बराबरी भयो कति भएको थियो पहिले त म जान्थेँ नि त छ्यामाहरूकोमा गइबस्थ्यो खेल्थेँ नि उहीँ गएर हाँसी खेल्थ्यो सुत्नु के सुत्थ्यो खेलेर आउँथ्यो सुत्दैन थियो कोही बेला चाहिँ सुत्थेँ खालि बोराको नानी बनाएर खेल्थ्यो नि हामीहरू अब त बोरा नानी बनाउनु गएको देखाउनु पर्छ अब आउँछु नि म अलिक पछि ल कुचोमा आउने
हेर्नुपर्छ छैन होला नि कुचो कुचो छ नि तान्नुपर्छ ए सबै रहेछ त कुचो सबै त हुन्छ ठुलो बगान छ कि कम्ती छ थुप्रो छ कति मन जस्तो हुन्छ 8-9 मन हुन्छ होला यसमा कुचो साँच्चै फक्रेको होला नि कि फक्रेको छैन पातला छ हाम्रो कुच्चो हाम्रो यसमा पातलो छ भन्दैछ सपाटो बेसी घाँस काटेर नि हाम्रो पनि त्यस्तै छ त्यो बर्खा कुदेर गयो कि अन्त बर्खाले हिजोसँग काटेको के कुरा गर्छ हौ अहिले कुन त के ल्याउँदै थियो अहिले त कुचो छ कसायो हो पत्लै छ भन्दैछ सबै गाई छ गाई एउटा छिटो बासी छ ए गाईको साटो बाख्रा पालेको छ नि ए बाख्रा गाई कम्ती नै छ हौ बाख्रा पाल्ने कि बाख्रा पालेको नि त बाख्रा त छिटो पनि बिक्नु हो गाई त आज दाम गऱ्यो भोलि बिक्दैन पर्सि दाम बिक्दैन हो बाख्रै ठिक नि बाख्रै ठिक हो बाख्रा बेच्छु भने त आइहाल्छ यस्तो छ भने खाना खानुभयो के खानुभयो सब्जी हामी त सागै खाँदैछ अहिले मैले त आँखा अपरेसन गरेको छ हो फर्सी खानु भएन अन्त कालो दाल खानु भएन चुनालो खानु भएन आलु खानु भएन कालो सेतो मुसुरी दाल खानु भएन मुगी दाल अस्ति खाइदिए कति भयो मुगी त खाएँ नि हुन्छ अरे कि खाइदिए हेर्नुहोस् जितेन्द्रले चाहिँ सामान पनि लिएर आइपुग्नु भयो बलुवा कस्तो हुन्छ एक नम्बर पछि हुन्छ 2 नम्बर अगाडि गीत त खतरा बच्चा क्या 2-3 बजी पुग्छ अब फेरि डराउँछ मम्मी म तिमी जतिकै रहेछ नि डराउँछ मम्मी खनिन्छ है अहिले टाउको भरि आइसला सोचिएर त बुके त हाँस्छ सधैँ यताबाट चाहिँ यता हालिदिएको भए चाहिँ हुन्थ्यो र नि यहाँ कहिले सर्दैन ए अब त्यहीँ आधी भनिन्छ ऊ आधी भन्दा बेसी नै ऊपर रहन्छ भन्दै थियो अब हाम्रो काम आम्मा हाम्रो काम चाहिँ बलुवा
यहाँ तल एक गाडी जस्तो बल्ल चाहिँ अब मम्मी भयो मेरो क्यामेराम्यान दिदी हुनुहुन्छ अब दिदीले पनि यहाँ गर्नुपर्छ